छुट्यो भने सिरगरी पैतालामा खिचेर बस्नु मलाई धेरै माया गर्नु फुल लगाइदिनु फेरि यो नवदुर्गा भवानी रक्षा गरून् सुख शान्ति छाउन् हाम्रो घरमा कहिले पनि नराम्रो नहोस् सधैँ हाँसी खुसी हुनु परोस् कहिले काहीँ झैझगडा भयो नि बोलाचाली भइहाल्छ वर्षक त हुँदैन होस् है भाषा त हुँदैन होस् यदि भए पनि हाम्रो कहिले मनमुरा भयो फेरि खुसी मिलिहालोस् हाम्रो जीवनमा नवदुर्गा भवानीले रक्षा गरून् भन्नुस् म ठुलो छ भाग्यमानी हुनुहुन्छ है सबै लाइदिन्छु म पुरै बिगारे भइदिन्छ मुख भरि आँखा नि भनिन्छ डल्ले लाडो मैले आँखामा जान्छ डल्ले भइसकेन अब के गर्ने मन मात्रै खुसियाली हो हामी त खुसियाली छ पैसा नभए नि के हुन्छ र पैसा चाहिन्छ ह्याप्पी दसैँ ज्योति मन्दिर जान आए ज्योति मन्दिर जान आए है खै अब यता लाग्दैन ताली गर्न ताली बजाके मलाई पहिले आफ्नो भाग्यमानी हुनु छोरी पाउनु मेरो छोरीलाई मेरो छोरालाई नवदुर्गा भवानीले रक्षा गरून् धेरै धेरै पढ्ने विद्या दिउन् अनि मेरो छोराछोरीले हामीले पढेर केही गर्न नसके पनि कोरियन जागे अनि हामीले पढेर हामीले केही गर्न नसके हाम्रो छोराछोरीले पढेर हाम्रो नाम कोरियन जागिर भन अरे धेरै धेरै कोरियन जागिर भने के भन्छ मेरो छोरी चाइनामा खान पाइन्छ कोरियनमा धेरै डल्ले मेरो छोराको त झन् सरकारी जागिर भाग्यमा लेखेर ल्याएर आएको छ अधिकृत हुन्छ अधिकृत नभए ओभरसियर इन्जिनियर हुन्छ डल्ले अनि नवदुर्गा भवानीले रक्षा गरून् घरमा सुख शान्ति छाउन् एउटा बहिनी पाइदेऊ मम्मी भनेर भन्नु मम्मीलाई बाबाले जाँड नखाउन् घर भनेको मानौँ डल्लेको आमा छोरालाई धेरै धेरै माया गरौँ है डल्ले ल छोरीलाई धेरै धेरै रक्षा गरौँ नवदुर्गा भवानीले भनेको छु नमस्ते र अब भाग्यमानी भए छोरी ल मेरो छोरी लाइभ नानी पहिला गएर ज्वाइँलाई ल्याएर यहाँ टिका लाउन मेरो छेमा थिइन् भनेर सम्झेर आउनु है अनि आफ्नो छेमा जस्तै हो यो छेमा पनि भनेर सम्झिनु अब छोरीको अब के गर्ने ज्वाइँ नआए पनि ज्वाइँलाई नि सम्झेर टिका लगाइदिन्छु ज्वाइँले धेरै धेरै माया गरून् अब पढेर केही गर्न नसक्ने काहीँ जाइ खाना आउने सोच त छ कि त्यही पनि पुरा होस् छेमाले आशीर्वाद लागेको छ भने ल कतै आएर नाच्ने एउटा नाम निस्कियोस् है म त पैसा मोमो खानको लागि खट्टा मोमो खाने अरे खट्टा गरेको आउँछ कपाल पनि खट्टै भएको छ नाइ मोमो खाने न अब उ खानी हो घरमै आफै बड्दै के अरे के भन्छ डल्ले रे जमाना के नि अरे कपालले कपाल कता छ लेभेन्टी कता छ देखिएन मम्मी तपाईँले मात्र राम्रो मेरो छोराछोरी सधैँ हाँसी खुसी रहन् अरे शिव भगवानले मलाई आजबाट फेरि दाहिने हातको मासु मलाई दसैँ दुलै जस्तो गराइदिएछ नि त यार चौधरी विकास त फास्ट खराले त फास्ट पैसा गराउने प्लास्टिक पोका गराउने यता यता हाल्ने एउटा यतिबाट लट्ठी बनाउने फास्ट
भिडियो पहिला पठाउनु होला फेरि बर्बाद बिगा सिगामा लाउरे हुने हो भने न फास्ट भयो नि के भयो त घर भयो पो काहीँ कराउँछ भन्ने अब घर आउनु बेला भए मेरो गाउँ साउँ फैलियो नि आज महिना छैन मेरो छोरो बिहानी भयो अनि भन्या पनि अब बेला बेला मान्दैन छोरो कहिले देउताले जे जस्तो भए पनि यहाँ नौदुर्गा भवानीले रक्षा गरिदिन्थ्यो मलाई हे अब तपाईले सेवा नारायण गरे गए त मम्मीलाई मुखैबाट लगाइदै लौ लौ टिका मानेको छ कि अप्सन ल म दिन्छु खाना आऊ चल लौ नानीले बिहान काटेपछि स्याउ र केरा ल छोरा ल नानी नमस्ते